हरिः ॐ श्री परमात्मने नमः। श्रीमद् भगवत गीता को तृतीय अध्याय को 42वां श्लोक इस प्रकार छ। इंद्रियाणि परण्याहुः इंद्रियेभ्यः परं मनः मनसः तु परा बुद्धि यः बुद्धि परतस्तु सः। इंद्रियाणि पराण्याहुः इंद्रियेभ्यः परं मनः मनसः तु परा बुद्धि यः बुद्धि परतस्तु सः। श्री कृष्ण भगवान अर्जुनलाई भन्दैछन्, यो भौतिक शरीर जो छ, यी जो कर्मेन्द्रियहरू छन्, यी जो भौतिक बाह्य वस्तुहरू छन्, इनभन्दा पराण्याहुँ पर, इनभन्दा सूक्ष्म, इनभन्दा टाढा छन् ज्ञानेन्द्रियहरू, इन्द्रियाणीहरू। अनि ती इन्द्रिय भन्दा पनि पर मन छ। मन भन्दा पर बुद्धि छ र बुद्धि भन्दा पनि धेरै पर छ आत्मा, सह, आत्मा, सेल्फ। त यसरी श्री कृष्ण भगवान यो भौतिक शरीरदेखि आत्माका बीचमा जो विविध खालका शरणहरू या स्टेशनहरू या विविध खालका विभागहरू छन्, एक भन्दा अर्को, अर्को भन्दा अर्को, अर्को भन्दा अर्को जटिल 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 सूक्ष्म सूक्ष्मतर सूक्ष्मतम यस्ता अवस्थाहरू श्री कृष्ण भगवान अर्जुनलाई बताउँदै हुनुहुन्छ। त श्री कृष्ण भगवान सरल भाषामा के भन्दैछन् भने, सबभन्दा नजदिकको यो भौतिक नाश्वर शरीर हो, त्यसभन्दा अलि टाढा गयौं भने हाम्रा इन्द्रियहरू छन्, इन्द्रिय भन्दा अलि टाढा, अलि भन्दा धेरै बुझौं न हामी, यो भन्ने शैली मात्रै हो। जसरी नेपालको नक्सा कापीमा कोर्यो भने कति सानो देखिन्छ, विश्वको सामु त्यही नक्सालाई यदि बनायो भने कति सानो, झन् सानो देखिन्छ। तर हिँडेर आफै आफ्नो पैदल यात्रा गर्यो भने कति विशाल छ यो हाम्रो नेपाल। त्यस्तै त्यस्तै गरी बुझ्ने तरिका हो यो। त श्री कृष्ण भगवान अर्जुनलाई भन्दैछन्, जति जति हामी नजदिक छौं, जुन जुन वस्तु हाम्रो नजदिक छ त्योलाई बुझ्न त्यति नै सरल छ, किनभने त्यो नजदिक छ, किनभने त्यसलाई हामी देख्न, छाम्न, बुझ्न, अनुभव गर्न सक्छौं। जसरी यो भौतिक शरीर छ, यत्पिण्डे तत्ब्रह्माण्डे, पञ्चतत्त्वहरूले बनेको यो भौतिक शरीर जो यसमा बन्यो अनि यही मिट्टीमा नाश हुन्छ, यसको अरूसित कुनै सम्बन्ध उसरी राख्दैन। उसरी राख्दैन भनेको अर्थ के हो भने, कङ्क्रिट रूपमा, ठोस रूपमा भिजुअलाइज गरेर भिजुअल तरिकाले हुँदैन। तर इन्भिजुअली त यो आत्माको साधन हो। गाडीमा इन्जन छैन, इन्जन भित्र पेट्रोल छैन, टंकी भित्र पेट्रोल छैन भने गाडी जतिसुकै महँगो भए नि चल्दैन। जतिसुकै जवान ह्यान्डसम भए नि यदि उसको भित्र वायु, हावा, प्राण, आत्मा यदि छोडिसकेका छ भने he or she cannot walk at all। त यस्तै गरी श्री कृष्ण भगवान सीधा शब्दमा भन्दैछन्, इन्द्रियाणि पराण्याहुः
इन्द्रियेभ्यः परं मनः। यो शरीरभन्दा सूक्ष्म, यो शरीरभन्दा टाढा, यो शरीरभन्दा जटिल, यो भौतिक दृश्यावलोकन गर्न सकिने भौतिक शरीरभन्दा टाढा इन्द्रियाणि इन्द्रियहरू छन्। इन्द्रियेभ्यः परम मन, इन्द्रियभन्दा पर, इन्द्रियभन्दा जटिल, इन्द्रियभन्दा टाढा, इन्द्रियभन्दा सूक्ष्म, इन्द्रियभन्दा बुझ्न र नियन्त्रण गर्न जटिल परमन। मनसः तु परा बुद्धि, अनि त्यो मनभन्दा पनि पर बुद्धि छ। अनि बुद्धे पर तस्तु सः, बुद्धि भन्दा परतः तु सः, स भनेको यहाँनिर आत्मा भन्न खोज्या हो। सः भनेको यहाँनिर आत्मा। आत्मा भनेको के हो भने सबभन्दा टाढाको, सबभन्दा जटिल, सबभन्दा बुझ्नै नसकिने यी शरीर, यी मन, यी इन्द्रिय, यी बुद्धि भन्दा पनि कहीं टाढाको कुरा हो यो चाहिँ आत्मा। त्यही भएर श्री कृष्ण भगवान भन्दै हुनुहुन्छ आत्मा धेरै टाढा छ भनेर। जय श्री कृष्ण।